लाइफ। सम्पूर्ण अभिवादन प्रिय मित्र, तपाईलाई कार्यक्रम इन सर्च अफ लाइफमा सम्पूर्ण अभिवादन भने मैले आज इन्डिभिजुअल अभिवादनतिर गइन। यो कार्यक्रम इन सर्च अफ लाइफ गोर्खा एफएम 93 मेगाहर्जको विशेष रात्रिकालीन आध्यात्मिक प्रस्तुति हो। तपाईलाई थाहा छ, लामो समयदेखिको कार्यक्रम हो यो। सर्वधर्म समन्वयको थलो, रेडियो जगतको एकमात्र आध्यात्मिक जिज्ञासाको कार्यक्रम इन सर्च अफ लाइफ। म हुँ स्वामी आनन्द विनोद र मलाई प्रविधिमा साथ दिँदै जनक। अब आज कहाँबाट प्रवेश गरौँ? आज स्वतःस्फूर्त रूपमा जताततै बग्नेछु। भोलि पूर्णिमा हो, 21 गते चैत्र महिनाको शनिबार। करिब करिब 55-56 वर्ष अगाडि यो धरतीमा मेरो यो पाको शरीर सानो बच्चाको रूपमा अवतरित भएको थियो। 55-56 वर्ष अगाडि यही नै दिन परेको थियो। भोलिको दिन 21 गते चैत्र महिनाको पूर्णिमाको दिन शनिबार। कस्तो अद्भुत संयोग मित्र। त्यसकारण भोलि आश्रममा एउटा कार्यक्रम पनि राखेका छौँ हामीले, उत्सवको कार्यक्रम। हामीलाई त पिने वालोको पिनेका बहाना चाहिए भने जस्तो छ। जेमा पनि उत्सव, जसो गर्दा पनि उत्सव। र भोलि नै हामीले एउटा सानो संस्थागत व्यवसायको थालनी पनि गर्दैछौँ। जागरण मिनी मार्ट सकेसम्म साधक साधिकालाई, नेपाली नागरिकलाई, स्थानीय बासिन्दालाई शुद्ध पवित्र चीजहरू सुपथ मूल्यमा अब दिनुपर्छ। अब केही गर्नुपर्छ। मात्रै आध्यात्मिक यात्रा अपर्याप्त हुन्छ भन्ने हाम्रो थिम नै हो। आध्यात्मिक यात्रा सँगसँगै भौतिक यात्रा पनि गयो भने पूर्णता पाउँछ त्यो यात्राले। एकदमै सन्तुलित बनेर यात्रा गन्तव्यसम्म पुग्दछ। यो हाम्रो मान्यता हो र मान्यता अनुरूप, सैद्धान्तिक मान्यता अनुरूप हामी अब भोलिबाट त्यसलाई थालनी गर्दैछौँ, जीवनमा उतार्दैछौँ। अहिले भने हामी तपाईँको फोनको प्रतीक्षा गर्नेछौँ। हामीले एसएमएस लिइरहेका छैनौँ लामो समयदेखि। विविध कारणले, प्राविधिक कारणले गर्दाखेरि हामी फोनमै कुराकानी गर्न रुचाउँछौँ। यति राति यहाँसम्म आइसकेपछि तपाईँसँग प्रत्यक्ष रूबरू कुराकानी गर्नु नै मजा हुन्छ जस्तो लाग्छ। यहाँ आएर पनि के तपाईँको एसएमएस पढिरहनु होइन र? त्यसकारण फोन गर्नुहोस् न हामीलाई 44 17 699 44 17 699। यो त आश्रमको फोन नम्बर होइन मित्र, कन्फ्युज होला फेरि। यो त स्टुडियोको फोन नम्बर हो। 44 17 699 44 80 395 आश्रमको फोन हो। तपाईँ फोन गर्दै गर्नुहोस् र म केही कुरो भन्दै गर्छु। म आज मेरो हातमा एउटा बिहान कविता सङ्ग्रह परेको छ, संयुक्त कविता सङ्ग्रह सतीसाल। त्यसबाट एउटा सानो कवितालाई उद्धरण गर्न चाहे। कविता सुन्दर छ। त्यो कविता के हो? एउटा फोन आएछ कुनै मित्रको। हेलो हेलो, को हो? नमन बाबा। नमन,
म अनुपमा। अनुपमा, हजुर बाबा। ओके अनुपमा, आज के छ जिज्ञासा? बाबा जिज्ञासा भन्दा पनि एउटा सूचना थियो, सबैजना श्रोता मित्रहरूलाई भनौँ भनेर हो होइन। ओके भनौ न। भोलि हाम्रो परम पूज्य गुरु बाबा यानि कि स्वामी आनन्द विनोद बाबाको प्राकट्य दिन परेको छ अनि हाम्रो आश्रममा हामीले 4 बजेदेखि 7 बजेसम्म सेलिब्रेसनको कार्यक्रम राखेका छौँ र यस कार्यक्रममा हामी सम्पूर्णको उपस्थिति नै गुरु बाबाको लागि उपहार हुनेछ। त्यसैले अलौकिक आमन्त्रण यही एफएममा यही प्रोग्राम मार्फत गर्न चाहन्छु। र भोलि विशेष अर्को पनि के छ भने हामीले जागरण मिनी मार्ट भनेर पनि उद्घाटन हुनेछ भोलिबाट, जुन गुरु बाबाले अध्यात्म र भौतिकता दुवैको उन्नति आवश्यक छ भन्नुहुन्छ। त्यसैलाई ध्यानमा राखेर हाम्रो जुन जागरण मिनी मार्ट हामीले खोलेका छौँ, भोलिबाट उद्घाटन हुने भएको हुँदा मैले यसै कार्यक्रमबाट फेरि पनि सम्पूर्ण महानुभावहरू जसले अनुपमा मलाई त यो मिनी मार्ट भनेर यो नामबाट मैले बुझिनँ, के गर्छ यसले? जागरण मिनी मार्ट भनेको चाहिँ हामीले एउटा खाद्यान्न खानेकुराहरू होइन, यस्ता खाद्यान्न वस्तुहरू जुन हामीले दैनिक रूपमा उपभोग गर्छौँ त्यसको त्यो कुराहरू हामीले राखेका छौँ र अन्य ठाउँभन्दा सुपथ मूल्य पनि हुनेछ, यो होलसेल प्राइस हुनेछ त्यसमा। ओके, सामाजिक सेवाको उद्देश्यले। हजुर बाबा, धेरै धेरै धन्यवाद। र यो लगभग मैले पनि प्रारम्भमा यी कुराहरूलाई उल्लेख गरेको थिएँ, अवगत गराएको थिएँ हाम्रो श्रोता मित्रलाई, र थप हुँदाखेरि अझ सूचना प्रगाढ भयो भन्ने मलाई लाग्छ। हजुर, अनि भोलि बाबाको प्राकट्य दिन परेको हुँदाखेरि सम्पूर्णलाई आफ्नो साथीभाइ इष्टमित्र जति पनि हुनुहुन्छ सम्पूर्णलाई लिएर आइदिनु हुन र सेलिब्रेसन उत्सव मनाउन यहाँहरूको उपस्थिति भयो भने अझै राम्रो हुनेछ भन्दै यही भन्नको लागि हो बाबा। आज 4 बजेदेखि 7 बजेसम्म। 4 बजेदेखि 7 बजेसम्म। ओके, धेरै धेरै धन्यवाद सूचनाका लागि। हजुर, पक्कै पनि श्रोता मित्र सुन्नु भएको छ र खोज्दै खोज्दै कहाँ जाने रहेछ भन्ने लाग्यो भने चाहिँ 2 बानेश्वरको बिचमा मध्य बानेश्वर भन्ने पर्दछ। पहिला हामी पशुपति कोलोनीमा बस्थ्यौँ, अहिले पशुपति कोलोनीबाट अलिकति अगाडि मितिरी मार्गमा सरेका छौँ। पशुपति कोलोनीमै गयो भने त्यहाँ गार्ड भाइहरू बसेका छन्, बस्नु भएको छ, उहाँहरूले बताइदिनुहुन्छ। नभए त्यहाँ आएर 44 80 395मा फोन गर्नुभयो भने कोही न कोही तपाईँलाई लिन त्यहाँ आउनेछ बाटोसम्म। 44 80 395 चाहिँ आश्रमको फोन नम्बर, 44 17 699। स्टुडियोभित्र अहिले म सजीव साकार रूपमा तपाईँसँग कुरो गर्दैछु र म भन्दैछु नयाँ वर्ष पनि आउँदैछ, 10 दिन त बाँकी छ जम्मा नयाँ वर्ष 2072 आउनलाई। हामी एउटा शुक्रबार फेरि आउँछौँ, त्यस कारण म आज धेरै नयाँ वर्षको चर्चा गर्दिनँ। आउँदो शुक्रबार नयाँ वर्षको सङ्कल्पका कुराहरू गर्नेछु। तर आज चाहिँ म के भन्छु भने भोलिको दिन प्रिय मित्र, तपाईँ साधक हुनुहुन्छ, आध्यात्मिक साधक हुनुहुन्छ, भौतिक साधक हुनुहुन्छ। मैले यहाँ अलिकति डिस्क्रिमिनेसन गर्न चाहेँ। यो दुईटै एउटै हो, दुईटा होइन। अध्यात्म र भौतिक भनेर अलग अलग गर्दा एउटा असमञ्जसको स्थिति पैदा हुन सक्छ। त्यो हुँदै होइन, दुईटा एउटै हो। तर बुझ्न सजिलो होस् भन्नको लागि मैले भौतिक र आध्यात्मिक भन्ने शब्दको प्रयोग गरिरहेको छु। भौतिक र आध्यात्मिक सङ्कल्प गर्न चाहने मित्र तपाईँ भोलिको दिन आश्रममा आएर त्यहाँ केही बोकेर आउनु पर्दैन, तपाईँको उपस्थिति काफी छ। आश्रममा आएर त्यो परिवेशमा, त्यो माहौलमा एकपटक तपाईँ छातीमा हात राखेर सङ्कल्प गर्नुहोस्, आजको दिनबाट म यो काम गर्नेछु वा म यो कमजोरीलाई हटाउनेछु। प्रणले सङ्कल्प गर्नुहोस्। इदर डु अर डाई, कि त गर्यो कि त मर्यो भन्ने प्रणको साथ सङ्कल्प गर्नुहोस्। हट न छुटे बरु देहा, मेरो सङ्कल्प नटुटोस्।
तर मेरो देह टुटोस्, मलाई परवाह छैन। आहार निद्रा भए मैथुन, यो त पशुमा पनि छ, ममा पनि छ। पशु र ममा के फरक भयो? म पनि भोजन गर्दछु, मलाई पनि मिठो भोजन चाहिन्छ। पशुलाई पनि आफ्नो प्रकृति अनुसारको मिठो भोजन चाहिन्छ। निन्द्रा, मलाई पनि निन्द्रा लाग्छ, शरीर थाक्छ अनि निन्द्रा लाग्छ, मलाई पनि निन्द्रा लाग्छ, पशुलाई पनि निन्द्रा लाग्छ, पशुको पनि शरीर थाक्छ, पशुलाई पनि निन्द्रा लाग्छ। भए पशु पनि डराउँछ आफूभन्दा शक्तिशालीसँग, म पनि डराउँछु आफूभन्दा शक्तिशालीसँग। मैथुन सन्तान उत्पादनको प्रक्रिया। पशुले हामीले भन्दा कुशलतापूर्वक सन्तान उत्पादन गर्दछ। लाखौं करोडौं सन्तान एकैपटकमा उत्पादन गर्न सक्छ पशु पक्षीहरूले लामखुट्टेले भ्याखुत्ताले। भने हामीमा के फरक भयो? हामीमा एउटा कुरा फरक छ, त्यो हो विवेक, त्यो हो साधना गर्ने क्षमता, त्यो हामीमा छ। पशु पक्षी विचराहरू, उनीहरूसँग न विवेक हुन्छ, न चक्षु अन्तर्चक्षु हुन्छ, न हाँस्न जान्दछन्, न पीडालाई पोख्न सक्दछन्। पीडा त हुन्छ उनीहरूलाई, तरतरी आँसु चुहाउँछन् उनीहरू, तर व्यक्त गर्न जान्दैनन्। त्यसकारण त हामी कहिलेकाहीँ ती मूक प्राणीहरूको आवाज बन्न चाहन्छौँ। हामी भन्न चाहन्छौँ, नमार्नुहोस् न तिनीहरूलाई, हत्या नगर्नुहोस् न तिनीहरूको, तिनीहरूसँग शब्द छैन क्या, तिनीहरू बोल्न जान्दैनन् क्या भन्न मन लाग्छ कहिलेकाहीँ। आहार निन्द्रा भए मैथुन, यो र पशु र हामीमा बराबर छ। हामीले साधनाको पथमा यात्रा गरेर बोध र बुद्धत्वको गन्तव्यमा पुग्ने क्षमता छ हामीसँग, तर पशु पक्षीसँग छैन बिचारा। यसै पनि उनीहरू बिचारा छन्, त्यसमाथि पनि हामी उनीहरूलाई एकदमै विभत्स हत्या गरिदिन्छौँ आफ्नै जीवनको स्वादमा। अरू त अरू, अध्यात्म भन्ने साम्प्रदायिक संस्थाहरू पनि उद्धत देखिन्छन् हत्या र हिंसामा। अद्भुत लाग्छ मलाई। इस्लाम दाजुभाइहरू मोम भन्छन्, मोमिन भनेको जसको हृदय मैनबत्ती जस्तो कोमल भयो पग्लिन्छ, त्यो मोमिन हो। कसरी जिवाह गर्दछन्, कसरी हलाल गर्दछन्, कसरी? कोही मित्र फोनमा। हेलो। हेलो, नमन बाबा। नमन को हो? म मीना। प्रेम मीना। हजुर बाबा। प्रेम मीनाको के छ कुरा? भर्खर मैले फेसबुक हेर्दै थिएँ होइन, हाम्रो विश्व जागरण अभियानको फेसबुकमा यस्तो लेखेको देखेँ कि जन्मदिन मनाउनुको सार्थकता तब हुन्छ जब मानिसले आफूलाई चिन्दछ। यो भनेको के हो बाबा? जसबाट हामी जस्ता रेडियो सुन्ने सबै चालक चालिकाहरूलाई प्रस्ताइदिनु हुन अनुरोध गर्दछु। र भोलि हजुरको प्रकाट्य दिन परेको हुना सबै रेडियो सुन्ने श्रोता साथीहरूलाई आश्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दै र बाबालाई जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु। प्रेम मिनालाई पनि धेरै धेरै धन्यवाद। फोन राखेर सुन्दा पनि हुन्छ। हस्, नमन। नमन। प्रेम मिना, आज त साधक साधिकाहरू स्टुडियोमा धावा बोल्दैछन् फोन माध्यम। धन्यवाद साधक साधिकाहरूलाई। र अत्यन्त गतिलो र अत्यन्त गहन प्रश्न हो। त्यहाँ लेखिएको छ, सायद मैले नै कहीँ अभिव्यक्त गरेको थिएँ, प्रेम सागरले त्यसलाई नेटमा उनीले दिएका छन्।
उनले आफ्नो क्षमताको बहुत सदुपयोग गरेका छन्। उनलाई साधुवाद। स्टुडियोबाटै धेरै काम गरेका छन् प्रवीण सागरले। शब्दहरू संचारको माध्यमबाट जन समक्ष पुर्याउनको लागि अरूलाई सत्पथको निर्देशन गर्नु पनि साधनाको एउटा अङ्ग हो। जन्मदिन मनाउनुको सार्थकता तब हुन्छ मिना जब मान्छेले आफूलाई चिन्दछ। नत्र त यस्तो जिन्दगी कति जन्म्यौँ कति मर्यौँ। हामी जहाँ बसेका छौँ 10 पटक हामीले त्यही गाडिएको थियो होला। हामी जहाँ अहिले उभिरहेका छौँ, बसिरहेका छौँ वा सुतिरहेका छौँ, त्यहाँ हामीले 10 पटक त्यही स्थानमा जलाइयो होला। त्यो जन्मको कुनै हिसाब किताब छैन। अब हिसाब किताब जिन्दगीको अब सुरु हुँदैछ जब आफूलाई चिनिन्छ, स्वरूपको पहिचान हुन्छ। आफूभित्रको जुन म हो, को हो म? अहिलेसम्म बेहोसीमा म भनेका छौँ हामीले, एकदम बेहोसीमा। म नाम हुँ, मेरो यस्तो नाम, मलाई चिन्छस्, मलाई जान्दछस्, मेरो नाम थाहा छ तँलाई? कति नै म यो रूप हुँ, म यो शरीर हुँ, मन हुँ, म विचार हुँ, पञ्चविकार, अचेतन मन, भावना। पेरिफेरिकल एक्वेन्टेन्सेसलाई आफू भनेका छौँ, साप्ताहिक पहिचानलाई आफू ठानेका छौँ। बाल्यकालदेखि त्यो बेहोसी अहिलेसम्म छ। अनि त्यस किसिमको बेहोसीमा मनाइएको जन्मदिन आनन्द होला, परम आनन्द चाहिँ हुन सक्दैन। जुन दिन, भोलिको दिन त संकल्प गर्ने जुन कुरो हो, म आफ्नो स्वसत्तालाई प्राप्त गरेर छोड्छु, म आफूलाई चिनेर छोड्छु। एट एनी रेट, एट एनी कन्डिसन, कुनै पनि हालतमा म आफूलाई जानेरै छोड्छु। यो संकल्प गरौँ। अनि त्यसपछि जुन दिन आत्मबोध हुन्छ, जुन दिन आत्मज्ञान हुन्छ, त्यो दिन बस त्यहाँबाट जन्मदिन मनाउन सुरु गर्नुहोस्। अहिले त के? अहिले त तपाईँ हरेक दिन, हरेक वर्ष जन्मदिन मनाउनुहुन्छ। पैसा छ भने खुब पैसा फुक्नुहुन्छ। 5 स्टार होटेलमा गएर आफ्नो शान शौकत छाँट्नुहुन्छ होला। तर 1 वर्ष तपाईँको आयु कम भएको छ, बुझ्नु भएको छ? 80 वर्ष बाँच्नुहुन्छ भने, अहिले 50 वर्षको हुनुहुन्छ भने 30 वर्ष बाँकी थियो, 51 वर्षको हुनुभयो, 29 वर्ष बाँकी छ। के को जन्म उत्सव मनाउनु? जुन दिन आफूलाई चिनिन्छ त्यो दिन जन्म उत्सव मनाउनुको सार्थकता रहन्छ। त्यही भन्न खोजेको हो प्रेम मिना, त्यो भनाइबाट। यसै गरी आज हामी स्वतस्फूर्त रूपमा बग्दैछौँ। तपाईँको फोनको प्रतीक्षा। यसै गरी आज साधक साधिकाहरू फोन गर्दैछन्, अनुपमा, प्रेम मिनाहरू। र म भन्दै थिएँ कविता त म भन्ने छु, तर यो छोटो व्यावसायिक विश्रामपछि। In search of life. छोटो व्यावसायिक विश्रामपछि फेरि स्वागत गर्दछु कार्यक्रम इन सर्च अफ लाइफ। हो मित्र, जीवनको खोज असाध्यै महत्त्वपूर्ण सवाल हो। जीवनको खोज के खोज्दैछौँ हामी जिन्दगीमा? धन पाएर तृप्त हुनुहुन्छ, पद पाएर तृप्त हुनुहुन्छ, के खोज्नु भएको हो? जीवनको खोज के हो? म तपाईँलाई प्रश्न गर्दैछु, यताउता हेर्नै पर्दैन। के खोज्नु भएको तपाईँले? तपाईँले खोजेको परम तृप्ति हो। म यो पूर्णिमा लागिसकेको छ, आजबाट तिथि लागिसकेको छ। यो पूर्णिमामा अथवा भोलि मेरो जन्मदिन, प्राकट्य दिन भन्दैछन् साधक साधिकाहरू। त्यो दिनको पूर्व सन्ध्यामा म तपाईँलाई के आशीर्वाद दिन चाहन्छु, के शुभभावना दिन चाहन्छु भने तपाईँको भौतिक तृप्ति कहिले पनि तृप्ति नमिलोस्, तपाईँलाई तबसम्म तृप्ति नमिलोस्
तबसम्म तृप्ति नमिलोस्, जबसम्म त्यो परम तृप्तिदायक विषयवस्तुको प्राप्ति नहोस्। कोही मित्र फोनमा। हेलो गुरु नमन। नमन को हो? पदम गुरु। पदम भन्नाले? थिमिनाट। ओहो पदम, कति पछि पश्चिम गइएको थियो होइन? हजुर हजुर हजुर। कोहलपुरतिर, हजुर नेपालगञ्जतिर। काठमाडौँ सहरमा गुरु। वाओ, अनि अहिले कान्तिपुर पब्लिकेसनमै हो वा? हजुर हजुर गुरु, हजुर गुरु, हजुर गुरु। हो, ओके ओके। अनि आज के छ पदम कुरा? म त एकदम खुसी भएँ, मलाई त अनएक्सपेक्टेड भयो यो फोन, एकदमै सरप्राइज भयो मलाई। गुरुलाई जन्मदिनको उपहार भयो मलाई। अग्रिम उपहार, शुभकामना। होइन, यो तपाईँको आगमन, तपाईँको उपस्थिति नै मेरो लागि उपहार भयो। भोलि केही कुराहरू नयाँ होला गुरु। ओके, कोसिस गरेछु। एकदम भएको थियो केही कुराहरू। बिहान गुरुको पाउमा सरिक हुन्छु भन्ने आशा राखेको छु गुरु। पक्कै पनि हामी भोलि दिनभरि, मेरो एक दुई ठाउँ जानुपर्ने असाध्यै महत्त्वपूर्ण कामहरू छन्, तर म जान्न भोलि कतै पनि। भोलि दिनभरि हामी आश्रममै हुन्छौँ। एकदमै एकदमै। एउटा कुरा म पदम माध्यम सबैलाई भन्न के चाहन्छु भने, आशीर्वाद भन्ने कुरा तपाईँ आफ्नो पात्रता तयार गर्नुहोस् न। आशीर्वादको वर्षा त भइरहेछ अस्तित्व गत हिसाब किताबबाट। आफ्नो पात्रता तयार गर्नुहोस् बस। यही नै हो कुरा, अरू केही छ पदम? ल, फोन गर्नु भएकोमा धेरै धेरै धन्यवाद तपाईँलाई, सम्झिएर। नमन, धेरै धेरै नमन। पदम हुनुहुन्छ एकदमै पाको र एकदमै विवेकी, वाइज व्यक्तित्व भन्न चाहिँ रुचाउँछु म पदमलाई। यसै गरी तपाईँ पनि फोन गर्न सक्नुहुन्छ। 44 17 679 हो स्टुडियोको फोन नम्बर। हामी एउटा दुईवटा फोन अरू लिन सक्छौँ। र म भन्दै थिएँ कि तपाईँको पनि जन्मदिन मनाउनको सार्थकता बनोस्, र भोलिबाटै म आफ्नो पनि जन्मदिन मनाउनुको सार्थकता बनोस् भन्नेतिरको यात्रा गर्नेछु। म एकदम सङ्कल्प गर्छु। आजसम्म जे भयो, जानेर नजानेर, ज्ञात अज्ञात रूपमा, होसमा बेहोसीमा गल्तीहरू भए होलान्, त्रुटिहरू भए होलान्, सङ्कल्पहरू पुरा भएनन् होला। अहिले सङ्कल्प गर्यो, अहिले टुट्यो। 3 दिन पनि सङ्कल्पलाई तान्न सकिएन होला। चिन्ता नगर्नुहोस्, बिल्कुल चिन्ता नगर्नुहोस्। हिजो महावीर जयन्ती, हिजो अद्भुत छ। चैत्रको महिनामा आश्रममा भन्ने गर्दछु। रामको जन्मदिन पनि चैत्रमा, राम नवमी, राम जयन्ती भर्खरै गयो। त्यसै गरी हिजो महावीर जयन्ती। महावीर को हो भन्ने तपाईँलाई लाग्ला। महावीर जैन धर्मावलम्बीहरूको गुरु हुनुहुन्छ, आदि गुरु। जैनका 24 तीर्थङ्कर परम्परा मध्ये एउटा तीर्थङ्कर भनेको जहाँ बस्यो त्यो स्थानलाई तीर्थ बनाउनेवाला। सन्त सद्गुरुहरू सबै तीर्थङ्कर हुन्। कुनै सम्प्रदाय विशेषले आफ्नो दावी गर्नु नै पर्दैन तीर्थङ्कर शब्दमाथि। हरेक सन्त सद्गुरुहरू। र उहाँ त वर्धमान, उहाँको नाम राजकुमार हुनुहुन्थ्यो, गौतम बुद्धको समकालीन। उहाँको जन्ममितिको सम्बन्धमा एकदम यकिन प्रमाण छैन। BCE 579 भन्छन् कसैले, 527 भन्छन् कसैले। जे होस्, गौतम बुद्धका समकालीन हुन्। र 30 वर्षको उमेरमा साधनामा निक्लिएर पनि 12.5 वर्षको सतत साधनाबाट वर्धमान महावीर बने। तपाईँ पनि महावीर बन्नुहोस्। कोही मित्र फोनमा। हेलो, नमन को हो? गोमा भन्नाले कहाँबाट? सीता पाइलाबाट गोमा। मेरो लागि नयाँ नाम हो। ओके, गोमा के गर्नुहुन्छ तपाईँ?
म स्टुडेन्ट हो। विद्यार्थी कुन लेभलमा पढ्नुहुन्छ? ग्रेजुएसन गरेको। ग्रेजुएसन गर्नुभयो। अनि तपाईँले मलाई पहिला पनि सुन्नुहुन्थ्यो? हजुर, प्रायः सुन्ने गर्छु। प्रायः सुन्नुहुन्छ। अनि आज के छ जिज्ञासा तपाईँको गुमा? आज हजुरलाई शुभकामना दिनको लागि। धेरै धेरै धन्यवाद मेरो तर्फबाट पनि। अनि हजुरको प्रोग्राम एकदमै इन्सपिरेसन गर्छ मलाई। मेरो लागि पनि यसो भन्दा म पनि इन्सपायर्ड भएँ गुमा। गुरु, हामीलाई कति मैले सोध्न चाहेको चाहिँ एउटा क्वेसन थियो। किन हाम्रो लाइफमा गोलहरू प्राप्त गर्न धेरै नै गाह्रो पर्छ भनेको एकचोटि लक्ष्य राखेर पनि त्यसलाई भेटाउनै सक्दैन। यो सङ्कल्प शक्ति अलिकति कमजोर भयो होला। हामी त्यही त कुरा गरिरहेछौँ अहिले। तपाईँ भोलि आश्रममा आउनुहोस् गोमा र आएर 4 देखि 7 को बिचमा हाम्रो कार्यक्रम हुन्छ। तपाईँ त्यहाँ उभिएर सङ्कल्प गर्नु। तपाईँको के सङ्कल्प छ एउटा लक्ष्य तय गर्नुहोस्। अनि त्यो लक्ष्य 4 देखि 7 बजेसम्म दिउँसो लक्ष्य प्राप्तिको लागि तपाईँ एउटा सङ्कल्प तय गर्नुहोस्। अनि त्यो लक्ष्य तय गर्नुहोस् पहिला। अनि लक्ष्यको सम्बन्धमा डिटेल इन्भेस्टिगेसन गर्नुहोस्। अनि इदर डु अर डाई, कि त गऱ्यो कि त मऱ्यो भनेर लाग्नुहोस्। लागि त हेर्नुहोस् एकपटक कहाँ होइन। सङ्कल्प एउटा पृष्ठभूमिमा ठेल्ने एकजना व्यक्ति चाहिन्छ जसलाई हामी गुरु भन्छौँ। त्यस्तो व्यक्ति को सहारा लिनुहोस्। कुनै जसलाई तपाईँ विश्वास गर्नुहुन्छ गुरुको सहारा लिनुहोस्, उहाँको ब्लेसिङको सहारा लिनुहोस्। र गुरु भनेको त्यो व्यक्ति हो पाइलट त्यो एरोप्लेनमा जब पहिलो पटक प्यारासुट ड्राइभिङ गर्छन् नि, मान्छे डाइभिङ गर्छन् नि हवाईजहाजबाट, आफै फाल हान्न डराउँछ त्यो व्यक्ति। अनि पछाडिबाट गुरुले लात्ताले ठेलिदिन्छ अरे ला भनेर। अनि त्यो डराउँदै डराउँदै आत्तिँदै बानी पर्छ। त्यसकारण गुरु त्यो व्यक्ति हुन् जो पछाडिबाट ठेलिदिन्छन्। सपोर्टिङ डिभाइस भन्न सक्छौँ हामी गुरुलाई। त्यस्तो व्यक्तिको सपोर्टमा रहनु अनि सङ्कल्प गर्नु। अनि सङ्कल्प गरेर इदर डु अर डाई, कि त गऱ्यो कि त मऱ्यो, हट्ठ न छुट्यो बरु देहा भन्दै सङ्कल्प गरेर लागौँ। कसो गोल एचिभ नहोला। गोमा कति वर्षको हुनुहुन्छ तपाईँ? 24। पक्का 24 वर्षको हुनुहुन्छ। सङ्कल्प गर्ने बेला त यही नै हो। तपाईँ आफू एक्लैले सक्नु भएको छैन सङ्कल्प गर्न भने एकपटक मैले भने सपोर्टिङ डिभाइसको सहयोग लिनुहोस्, गरी हेर्नुहोस्। अवश्य पनि म आत्मविश्वासपूर्वक भन्दैछु यो कुरा। म महावीरको कुरा गर्दै थिएँ भर्खरै, तपाईँसँग बोल्नुभन्दा अगाडि महावीरको कुरा गर्दै थिएँ। र यही पेरिफेरीमा मेरो पनि जन्म भएको छ। र म पनि असाध्य सङ्कल्पको धनी। साधना कालमा जे गर्छु भन्यो त्यसलाई म पुरा गर्थेँ। एकदमै दुब्लो पातलो थियो मेरो शरीर, एकदमै कृश थियो मेरो काया, किनकि असाध्य प्रगाढ सङ्कल्प अनि श्रम गर्ने गर्थेँ साधना कालमा। त्यसकारण म आत्मविश्वासको साथ यति दनाएर म सबैलाई प्रेरित गर्ने कोसिस गरिराखेको छु गोमा। हुन्छ गोमा, तपाईँलाई ब्लेसिङ छ। तपाईँको सङ्कल्प पुरा हुन्। तपाईँ मिल्छ भने भोलि एकपटक आउनु। सबै जो पनि आउनु मिल्छ, पैसा लाग्दैन। यहाँनिर एउटा कुरा क्लियर गर्नु जरुरी छ। जुन पनि आश्रममा गयो जे गर्दा पनि पैसा लाग्छ। यहाँ सेलिब्रेसन गर्न आउनुहोस्, त्यहाँ आउनुहोस्, सहभागी हुनुहोस्। कति साधक साधिकाहरू आउँछन्, उनीहरूको स्थिति हेर्नुहोस्, अवस्था हेर्नुहोस्, परिवर्तन हेर्नुहोस्। आफूलाई त्यत्तिकै आनन्द आउँछ, मजा आउँछ। क्या गोमा? हुन्छ गोमा। गोमा सीता पाइलाबाट हुनुहुन्थ्यो विद्यार्थी 24 वर्षीय। सङ्कल्प शक्तिमा अलिकति कमी भयो, पक्कै पनि सबैको कुरा हो, उहाँ मात्रै होइन, गोमा त एउटा प्रतिनिधि पात्र हो। म भन्दै थिएँ आजसम्म जे भयो हामी बिल्कुल प्रगाढ सङ्कल्प गरेर भोलिबाट आफ्नो जीवनको अहिलेसम्म एउटा डार्क नाइट छ जिन्दगीमा भने अब गोल्डन मर्निङले प्रतीक्षा गरिरहेछ पर। जति घना हुन्छ रात उति नै सुनौलो बिहानीको निकटता हुन्छ भनेर बुझ्नुपर्छ। कोही मित्र फोनमा हुनुहुन्छ। हेलो हेलो बाबा नमन। नमन पदम नै हो। हजुर अहिलेको पदम चाहिँ बन्जाडे जस्तो लाग्यो हो। हजुर कसरी एउटै शब्दमा चिन्छु क्या म आफ्नो केटाकेटीहरूलाई।
बाबाले भोलिको प्राकट्य दिनको शुभकामना। धेरै धेरै धन्यवाद पदम। हजुर, अनि भोलि हुने सेलिब्रेसन कार्यक्रममा सम्पूर्ण लिसनरहरूलाई आउन सक्नुहुनेछ भन्न चाहन्छु। अनि पहिला आफू आइन्छ कि आइँदैन भन्ने कुरा आयो। आउँछु बाबा। सबैजना आउनु, सबै मम्मी दिदीहरू सबैजनालाई लिएर, सानी सुप्रियालाई पनि। बाबा सुप्रिया चाहिँ बाहिर थिइन्। ओके 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 ओके। अनि जुन बाबाको आवाज सुनिराख्नु भएको थियो पहिला होइन, अनि कुनै बाहना थिएन, त्यसको लागि भोलि त्यो हजुरको लागि अपर्च्युनिटी हुने एउटा अवसर हो भोलि। हजुर, जो हामीले मित्र मिलनमा एउटा अवसर दिएका छौँ नि त, हरेक शनिबार होइन, हरेक शनिबार 8 देखि 9 मित्र मिलन भन्ने कार्यक्रममा मलाई सुनेर मलाई भेट्न चाहनेहरूको लागि 1 घण्टाको समय थियो भने भोलि त हामी 3 घण्टा सँगै हुन्छौँ, 4 बजेदेखि 7 बजेसम्म। अरू केही छ पदम? अरू केही छ पदम? ल धन्यवाद पदमलाई, एकदम धेरै धेरै। भोलि हामी भोलिको प्रतीक्षा गर्दै म पदमलाई अहिले भने बिदा दिएँ। हुन्छ पदम बन्जाडे। पदमको पनि आफ्नो, मैले आज कविता पाठ गर्ने पाइरहेको छैन। पदम असाध्यै नकारात्मक स्थितिमा म कहाँ आइपुगेका थिए। अहिले पनि अलिअलि उतार चढाव त हुन्छ नै, मान्छेको जिन्दगी हो, तर अहिले सकारात्मकताको मात्रा धेरै पाउँछु, जसले गर्दाखेरि मलाई त त्यही नै मेरो पुरस्कार हो जस्तो लाग्छ। जो मान्छे नकारात्मकताको दलदलमा फसिरहेको छ, त्यो मान्छेको अनुहारमा अलिकति मुस्कान दिन सके भने, उसको पग्दै गरिरहेको नयन निरलाई पुस्न सके भने, उसलाई रुनको लागि काँध दिन सके भने, यो पनि मेरो भाग्य हो जस्तो लाग्छ मलाई। यो डिभाइन सोसाइटी, यो दिव्य समाज, त्यसैको परिकल्पना हो कि काठमाडौँमा एक्लै एक्लै सङ्घर्ष गर्दैछन्। ठुल्ठुला सहरहरूमा मान्छेहरू कोही छैन जस्तो लाग्छ आफ्नो। र म छाती ठोकेर भन्न खोज्छु, म छु, कोही छैन नभन्नु, म छु भन्न मन लाग्छ। यति भनिदिने मान्छे पनि छैन। वचनम किम दरिद्रम भन्छ शास्त्रले, भन्नुमा के को। हेलो हजुर, को बोल्नु भयो? बाबा नमन। नमन को हो? म कोपिला घिमिरे। कोपिला थापा गाउँबाट। अनि कोपिला आज के छ कुरा? हजुर ठिकै छ बाबा, सबै राम्रो छ। हजुरलाई भोलि जन्मदिनको धेरै धेरै शुभकामना। धेरै धेरै धन्यवाद कोपिला अनि थापा गाउँवासीहरूलाई। थापा गाउँमै बस्छिन् मेरी अर्की चेली झर्ना थापा। हो त्यतै बस्छिन्। उनलाई पनि सायद अहिले सुन्दैछिन् जस्तो लाग्छ मलाई। उनलाई पनि धेरै धेरै स्मरण। अनि बाबा सँगसँगै अर्को पनि कोही बोल्दैछ नि? यहाँ त कोही छैन, म ठिकै छ। के भन्न खोजेको थियो भन कोपिला? मैले कस्तो होसमा जिउनु खोज्छु, कति अनि फेरि बेहोसीमा पुगिहाल्छु। जन्म जन्मान्तरको बेहोसीको यो यात्रा यति छिटै होसमा परिणत हुँदैन कोपिला। प्रयास गर्छु, होइन, जारी राख्नु, त्यसलाई कोसिस राख। बेहोसी आउँछ, फेरि होसमा आउने कोसिस गर्नु, बेहोसीको आनन्द लिनु, फेरि होसमा आउनु, फेरि कोसिस गर्नु। जतिन्जेल होसमा 1 सेकेन्ड दिनमा होसमा आयो भने पनि ठुलो पुरुषार्थ हो त्यो, एकदमै नआत्तिनु। अनि फेरि बेहोसी आउँछ भने यो बेहोसी विश्रान्ति हो भन् ठान्नु, अनि फेरि होसमा आउनु, फेरि सम्झिन्छ, फेरि होसमा आउनु। करत करत अभ्यास ते होत जडबुद्धि सुजान, ज्यो रसरी कि बलते सिल पडपडते निशान। शास्त्रमा भनिएको छ, विद्वानहरू सन्तहरू भन्छन्, अभ्यास गर्दा गर्दा सिद्ध हुन्छ क्या मान्छे। प्र्याक्टिस मेक्स अ म्यान पर्फेक्ट। एकदमै कोसिस गर्छु हैन, फेरि बिर्सिन्छु अनि कहाँ पुग्छ त्यसलाई त्यही त निरन्तरता दिइराख्ने। भर्खर त सुरु गरेको कति भयो र, 1-2 वर्ष हुँदैछ म्याक्सिमम। गर्दै जाउँ। अझ निकै नियमित रूपमा आश्रममा पनि त आउनु पाएको छैन नि त कोपिला? बुवालाई नि अलि सन्चो छैन, अनि बच्चा पनि सानै छ, ओके, छोड्न नि मिलिरहेको छैन, त्यही भएर नि। अब त्यसकारण कोपिलालाई फक्रिन टाइम लाग्यो हो। फक्रिन्छ एक दिन यो कोपिला, फक्रक्क फक्रेको एउटा फुल बन्दछ, सुगन्धित सौरभित र पल्लवित पुष्पित गर्ने। हुन्छ पक्कै हुन्छ। म छु नि त यहाँ, मैले अघि पनि भन्दै थिएँ, म छु। यसैको लागि आध्यात्मिक भौतिक आधारको लागि सायद अस्तित्वले मलाई काठमाडौँमा राखेको छ अहिले।
हुन्छ कपिला, हस् बाबा। धेरै धेरै धन्यवाद कपिलालाई। थपा गाउँबाट कोपिला कहिलेकाहीँ मात्रै आउनुहुन्छ। मैले कविता पाठ गर्न पाउँदिनँ कि क्या हो, 44-45 मिनट बताइसक्यो स्टुडियोको घडीले। म अलिकति थोरै यो 37 साल संयुक्त कविता सङ्ग्रह र त्यसमा धेरै कवियत्रीहरू छन्। त्यसमध्ये मेरो एउटा शिष्य भागीरथी गेवालीको कवितालाई मैले पाठ गर्न चाहेँ। असाध्यै सुन्दर कविता लेखेकी छिन्। अब कुन पढौँ जस्तो मलाई लाग्दैछ। म पान्नाहरू पल्टाउँदैछु। शब्द शीर्षकहरू पनि बहुत सुन्दर छन् कविताका। आवरण मुखुन्डो, प्रेरणा, उषा किरण, सन्ध्या र रजनी, विभेद, जीवनयात्रालाई चाहिँ पढो जस्तो लाग्यो। एक्लो बटुवाको लामो यात्रा जस्तै निरस पट्यार लाग्दो जीवनयात्रा, शिखर चढ्ने प्रयत्न सँगसँगै जीवनका चौतारीहरूमा एकछिन सुस्ताएर थकाई मार्न खोज्दा एकछिन पनि फुर्सद हुँदो रहेनछ। उकालोमा सुस्ताउने, बहाना खोज्दै थकाई मेटाउने असफल प्रयत्नमा स्थूल शरीर साथसाथै छ। बिसौनी विहीन अनन्त यात्रामा स्वाभिमान पनि छ, सँगसँगै जान खोज्ने अहङ्कार पनि छ, सँगसँगै पछि लाग्न खोज्ने अहङ्कार। म कुन साथीलाई सँगै लैजाऊ? शरीर साथ छोड्न मान्दैन, बिना शरीर एक्लै जान पनि सकिँदैन। स्वाभिमान त झन् परम मित्र, उसलाई छोड्न मनले नै मान्दैन। अहङ्कारलाई छोडेर भाग्न खोज्दा जीवनको उकालोमा, सफलतालाई चुम्न खोज्दा अहङ्कारले पछ्याउन खोज्छ। सम्पूर्ण प्रयत्न सखाप पार्न खोज्छ। जिन्दगीको लामो यात्रा कहाँ पुगेर टुङ्गिएला? प्राप्तिहरू के होलान्, के पुग्नुपर्ने कहाँ होला? टाढासम्म जाँदै जाँदै भेटेला नि नभेटिएला? अन्तर्मनको आकाङ्क्षा कहिलेदेखि छोडिएला नि यो संसार? थरी थरी सत्य र झुठा बन्धनहरू कहिले भेट्ला यो आत्माले? जीवन यात्रामा चाहेको परमात्मा अतृप्त छ सायद सधैँ यो जीवन यात्रा। भागीरथी, अब यो जीवन यात्रा रसिलो बन्नेछ, तृप्त हुनेछ। यो जीवन यात्राले परम गन्तव्यलाई प्राप्त गर्नेछ। भागीरथी 37 सालको एउटा कवितालाई मैले वाचन गरेँ आफ्नै भावमा। र तपाईँ अब एउटा हामी करिब अन्तिम फोन लिन सक्छौँ तपाईँको 44-70-679 र मैले भने भोलि पूर्णिमाको दिन 21 गते शनिबार विश्व जागरण अभियानको आश्रममा 3 घन्टे दिनभरि नै कार्यक्रम भइ नै रहन्छ, तर 3 घन्टा विशेष कार्यक्रम छ। उत्सवको, सेलिब्रेसनको अनि एउटा जागरण मिनी मार्ट नामक उद्यमको उद्घाटनको पनि कार्यक्रम छ। तपाईँको सहयोग र प्रोत्साहनको आवश्यकता छ। यी सबै कुराहरूमा तपाईँको आगमनको प्रतीक्षा गरिरहनेछौँ हामी। त्यसको लागि तपाईँ मध्य बानेश्वरमा आउनुपर्ने हुन्छ र मध्य बानेश्वर एपेक्स कलेज नजिकै आएर भेनस हस्पिटल र एपेक्स कलेजको बिचमा आएर 44-80-395 फोन गर्नुभयो भने हामी तपाईँलाई त्यहाँ लिन आउँछौँ। 44-80-395। कोही मित्र फोनमा। हेलो, जानुभयो प्रतीक्षा। अलिकति पनि धैर्यता छैन। फेरि गर्नुहोस् कोसिस। म बोल्दै थिएँ, बोल्दा अपुरो कसरी काटौँ? हेलो, हजुर को बोल्नुभयो? नमन। को हो? को हो? विष्णु थापा। क्रिस्टिना। अब सबभन्दा पहिला कुरा त म बोल्छु। विष्णु, आज पूर्णले, मेरो प्यारो शिष्य पूर्णले नर्वेबाट लामो कुराकानी मसँग गरेका थिए सन्ध्याकालको ध्यानभन्दा अलिकति अगाडि। र विष्णुलाई पनि सुनाइदिनु। हामी दुईको बीचको वार्तालाप भनेका थिए। मैले विष्णुलाई मात्र होइन सबैलाई सुनाएँ। मेरो एउटा प्यारो शिष्य साधक PhD को लागि बाहिर गएका छन् नर्वे,
र उहाँ स्ट्रगल आज ओस्लो आएको छु बाबा भन्दै थिए। मैले भने नर्वेको राजधानी ओस्लो, त्यहाँ सब थोक राम्रो होस् पूर्ण तिमीलाई भनेर मैले ब्लेसिङ गरेको थिएँ। अनि आज के छ विष्णु कुरा? आज म तपाईको बर्थडेको विश गर्न मात्र। ओके, धन्यवाद, धेरै धेरै धन्यवाद। त्यसै गरी मैले पनि मेरा जति पनि फोन गरेको अनुपमा, प्रेमिना, पदम, गोमा अनि पदम बन्जाडे, कोपिला, विष्णु सबैलाई मैले पनि जन्मदिनको विश दिन पाउने अवस्थामा पुगेको हेर्न पाऊँ। सक्दै त हो, पुगेको हेर्न पाऊँ छिटै भन्दा छिटै। मैले भनिसकेँ अहिले संसारले मनाइरहेको जन्मदिनको त कुनै अर्थै छैन, कुनै अर्थ छैन, निरर्थक छ भन्दा पनि हुन्छ। अरू केही छ विष्णु? अरू केही छैन बाबा, म भोलि आउँछु। एकदम बेसब्रीले प्रतीक्षा गर्नेछौँ हामी भोलि सबैलाई, सबै अहिले सुनिरहनु भएको मित्रलाई पनि। जाउन त के रहेछ, यति धेरै कुराहरू, गहिरा कुराहरू आयो भने पक्कै पनि केही छ भनेर तपाईँ यसो जिज्ञासाको मुहार लिएर टुप्लुक्क हाम्रो आश्रममा आइदिनु भयो भने हामी खुसी हुनेछौँ। र अब हामी एउटा अन्तिम कल लिन सक्छौँ जनक, एउटा हामी अन्तिम कल लिन सक्छौँ जनकको इसारा अनुसार। र म भन्दै थिएँ कोही मित्र फोनमा आइसक्नु भएको छ अन्तिम कलरको रूपमा, अन्तिम कलर हुनुहुन्छ। हेलो हेलो, जानुभयो, फेरि कोसिस गर्नुहोस्, कतै केही टेक्निकल्ली आज गडबड भइरहेछ। जिन्दगी मलाई हिजो एकजना मेरो शिष्यले, मैले सानोमा पढाएको पूजा रानी बस्नेत भन्दै थिइन्, जिन्दगी के हो गुरुदेव? मैले भने जिन्दगी एउटा सुन्दर अवसर हो, परमात्माको पवित्र वरदान हो। हेलो, नमन गुरुदेव, नमन। हरिबोल बडा छ। हरिबोल, त्यो त भन्नै पर्दैन हरिबोल। हजुर, यति बोल्ड आवाज अरू कसको हुन सक्छ? हजुर धन्यवाद। सुन्दरी जलको साधक साधिकाहरूको के छ हाल खबर? राम्रै छ गुरुदेव। अब अलिकति घुम्ती शिविर जस्तो पनि गरेको थियो। अस्ति पनि एउटा सत्सङ्ग भएको थियो हाम्रो जीवन दर्शनको, रमेश नेपालजी हुनुहुन्छ नि, प्रवचन दिनुहुन्छ। ओके, राम्रो राम्रो कुरा, राम्रो काम गरेको। निश्चल मनले, पवित्र मनले जसले पनि राम्रो काम गर्दछ भने त्यो राम्रो काम सबैको लागि सराहनीय नै हुनेछ। अनि हिजो हामी एउटा कार्यक्रममा थियौँ, त्यहाँ मेरा पुराना शिष्य आइजिपी उपेन्द्रकान्त अरियाल आउनु भएको थियो। उहाँ भन्दै हुनुहुन्थ्यो हजुरले सिकाएका ती पुराना दिनहरू हृदयमा अमिट बनेर बसेका छन् गुरुजी भन्दै हुनुहुन्थ्यो। हिजो उपेन्द्रकान्त अरियाल, विज्ञान राजजी आउनु भएको थियो, अनि सुरेन्द्र शर्मा, सुरेन्द्र शाह पनि हुनुहुन्थ्यो। सुरेन्द्र शाह, उहाँहरू एसपी हुँदा मैले साधना सिकाएको थिएँ, साधना दीक्षा दिएको थिएँ उहाँहरूलाई। अनि अहिले के छ हरिबोल? मैले हरिबोललाई किन यो भनेको भने हरिबोल पनि प्रहरीको क्षेत्रको भएको हुनाले होइन। अनि हरिबोलको कुरो के छ आज? वास्तवमा बोल्ड भन्ना साथ मलाई पनि उत्साहको रक्त सञ्चार भयो। तर वास्तवमा बोल्ड अलिकति मन रमाउन के गर्नुपर्छ? मन रमाउने के मेथड छ गुरु? हरिबोललाई त अब शब्द नराम्रो प्रयोग नगरौँ कि है, अब पिट्ने मात्रै बाँकी छ। मैले एकपटक आश्रममा आउनु नि, आश्रममा आउनु नजिकै छ। यो सबै कुराको जति पनि कुराहरू फोनबाट रेडियोमा सोधिराखेको छ नि हरिबोलले, 1 घन्टा शनिबारको दिन बिहान मसँग बिताउने गरेर आउनु कति लाभ हुन्छ कि यो जति पनि प्रश्नको समाधान त्यहाँ मिल्छ। यहाँ पनि अब मिल्छ, केही छैन, तर जति आमुने सामुन्ने बसेर कुराकानी गर्दा राम्रो हुन्छ त्यति नै फोनमा अलिकति औपचारिक हुन्छ क्या कुराकानी। मन रमाउनको लागि रमाउन सुरु गर्नुहोस्, हाँस्न सुरु गर्नुहोस्, खुसी हुन सुरु गर्नुहोस्, आफूलाई ऊर्जाको पुञ्ज बनाउनुहोस्, रिजर्भर अफ इनर्जी, पुल अफ इनर्जी बनाउनु। अनि यो सङ्कल्प मिल्छ भने भोलि एउटा अवसर पनि छ, एउटा सुन्दर उत्सवको अवसर छ। भोलि आउनु आफ्नो सपरिवार, सुन्दरी जलका जुन हाम्रा सन्तोषी खड्का बहिनीहरू छन्,
सबैलाई लिएर इन्फर्मेसन गरेर आउनु, एउटा रमाइलो हुन्छ। हामी नयाँ ठाउँमा सरेका छौँ, हाम्रो आफ्नो स्थानमा छौँ अहिले। पहिला हामी अर्काको ठाउँमा थियौँ, अहिले आफ्नै स्थानमा छौँ। त्यसकारण आफ्नो स्थान कस्तो रहेछ त्यो पनि देख्न पाइन्छ। एक पन्थ धेरै काज हुन्छन्। हरिबोल, आऊ है, भोलि आऊ है त। हुन्छ ल, हरिबोल बुढाथोकी सुन्दरजलबाट हाम्रो नियमित श्रोता। अब त समयले नेटो काट्यो र म फेरि जाँदा जाँदा के भन्न चाहन्छु भने भोलि 21 गते शनिबार पूर्णिमाको दिन तपाईलाई 4 देखि 7 बजेसम्म विशेष आमन्त्रण, अलौकिक आमन्त्रण भनिन् अघि अनुपमाले, अलौकिक आमन्त्रण गर्दछौँ विशेष कार्यक्रमको लागि। र त्यही बेलामा हामी जागरण मिनी मार्टको उद्घाटन पनि गर्दैछौँ। यी सबै जानकारीहरूसँगै र केही कन्फ्युजन भयो भने 4480 395 फोन गर्नुहोस् हामीलाई, 4480 395। यिनै जानकारीसँगै अर्को हप्ता नयाँ वर्षको शुभकामना सन्देश बोकेर म आउनेछु। पक्कै सुन्नुहोला, पक्कै सुन्नुहोस्, पक्कै यो टाइममा तपाईँ 1 घन्टा मसँग बस्नुहोस्। साह्रै सुन्दर बसाइ हुनेछ भन्ने अनुनयका साथ, अभ्यर्थनाको साथ आजको लागि भने बिदा चाहन्छु। हामी सबै शुभरात्रि।